हाम्रो घरको यहाँ पुन्टी यहाँ ढोका खोल्न नसकेर यहाँ ढोकामा बसिरहेको छिन्। कतिखेर आमाले ढोका खोल्छेर अनिखेरि पसाउन भनेर हेर्नु है त। अब भित्र आएछौँ, कतिबाट जाने हो। अब यो ठाउँमा चाहिँ अर्को पनि आइपुगेको छ। हाम्रो घरको सानो बिहानहरू खाना माग्दैछ उनीहरू। जब बिग्रेर उम्रेर हुन्छ अनि यो सबै जम्मा हुन्छन्। अझ कति 5-6वटा छन् अरू। अहिले आउँछन् म त्यति बेला भएपछि उनीहरू चाहिँ यहाँ एउटा चाहिँ दिएको खाँदैन, यहाँ बिरालोलाई दिएको चाहिँ खाना आउँछ। यो चाहिँ भाग चाहिँ खाँदैन यसले। फुट्नु भने पुन्टी जस्तै छ। यस्तो पुन्टीको नि के कुरा गर्नु। पुन्टु ऐ बिस्कुट खानु? बिस्कुट बिस्कुट भन्न आसाले हेर्छौ। ममता छ यो। बिस्कुट खान्छौ? ल बिस्कुट खाने बिस्कुट ल बिस्कुट खाऊ ल। तान्त्रिक ला पानी खान्छै भन्न नखाँदै हेर्छ। सुत्ने बेलामा ओढ्नी ओढाइदिनुपर्छ, नभए खुवाउँदा हुन्छ। सानो थियो मैले लिएर राख्दाखेरि छोरी भनेर कसले थालेको थियो। मैले उठाएर लिएर राखेँ, ल्याएर राखेको। अहिले यस्तो भएको छ। खाने हो फेरि? बिस्कुट खान्छ? बिस्कुट बिस्कुटको त पुरै गर्नु हुँदैन। बिस्कुट खान्छ बिस्कुट भनेपछि त हेरिहाल्छ। ल खाइदिउ, खा पनि खा पनि खा। कुन्टो खाऊ। त्यहाँ खान दुध ल्याउनु दिनु भएको छैन क्या। त्यो बिस्कुट खा। गाली गर्छ उसले पनि। आफू मात्रै खानुहुन्छ। हाम्रो यसरी